माइक्रो इन्स्योरेन्स सेक्टर अन्तर्गत रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओ निष्कासन प्रक्रिया कहाँसम्म पुग्यो, यस कम्पनीले कति किता आइपिओ सेयर निष्कासन गर्न लागेको हो, यस कम्पनीको आइपिओमा आवेदन दिन कति पैसा लाग्न जानेछ, यानि कि यस कम्पनीले आफ्नो आइपिओलाई कति प्राइसका दरले निष्कासन गर्न लागेको हो, यस कम्पनीले आफ्नो आइपिओ निष्कासन गर्न अनुमति पाउन अझै कति समय लाग्न जानेछ, यस कम्पनीको हालको वित्तीय अवस्था के कस्तो रहेको छ र यस कम्पनीले आइपिओ सेयर निष्कासन गर्न के कस्तो रेटिङ प्राप्त गरेको छ, यी सम्पूर्ण कुराहरूको बारेमा जानकारी प्राप्त गर्नको लागि यस भिडियोलाई स्किप नगरिकन लास्टसम्म हेरी सम्पूर्ण जानकारी प्राप्त गर्नुहोला। साथीहरू, हामीसँग जोडिन र शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। हस्त सुरु गरौँ। नेपाल धितोपत्र बोर्डले केही समय अगाडिदेखि माइक्रो इन्स्योरेन्स कम्पनीहरूलाई धमाधम आइपिओ सेयर निष्कासन गर्न अनुमति दिइरहेको छ, जसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गरी दोस्रो बजारमा समेत कारोबार सुरु गरिसकेको छ र त्यसैगरी अब स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउने उच्च सम्भावना रहेको छ। साथीहरू, यस कम्पनीले आफ्नो कुल जारी पुँजीको 30% यानि कि 22 करोड 50 लाख रुपियाँ बराबरको हुनाउने कुल 22,50,000 किता अङ्कित मूल्य 100 का दरमा सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमतिको प्रतीक्षा गरिरहेको छ। यस कम्पनीले आफ्नो आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआइएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ, यानि कि यस कम्पनीको आइपिओ निष्कासन तथा बाँडफाँड गर्ने सम्पूर्ण जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडको रहेको छ। साथीहरू, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल 22,50,000 किता अङ्कित मूल्य 100 का दरमा आइपिओ सेयर निष्कासन गर्न 2081 मङ्सिर 9 गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो र यस कम्पनीले आफ्नो आइपिओ सेयर निष्कासन गर्न गराएको रेटिङमा आइक्रा नेपाल रेटिङ एजेन्सी लिमिटेडले यस कम्पनीलाई आइक्रा एनपी BB- रेटिङ प्रदान गरेको छ, जसले यस कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्दछ। साथीहरू, अब हामीहरूले स्टार माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको हालको वित्तीय अवस्था के कस्तो रहेको छ यसको बारेमा जानकारी प्राप्त गर्नेछौँ। आर्थिक वर्ष 2081-82 क्वार्टर 3 को रिपोर्टको अनुसार यस कम्पनीले खुद बिमा प्रिमियममा 3 करोड 57 लाख भन्दा बढी सङ्कलन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा 782.62% ले बढेको छ। साथीहरू, कम्पनीको प्रिमियम आम्दानीमा वृद्धि भए पनि खुद नाफामा भने गिरावट आएको छ। त्यसैगरी यस कम्पनीको कुल आम्दानी 109.79% ले बढेर 4 करोड 19 लाखबाट बढेर 8 करोड 78 लाख भन्दा बढी पुगेको छ। यद्यपि कुल खर्च पनि 202.52% ले तीव्र रूपमा बढेको छ, जुन 2 करोड 85 लाख भन्दा बढेर 8 करोड 64 लाख पुगेको छ। साथीहरू, जसले गर्दा तल्लो तहमा उल्लेखनीय प्रभाव परेको छ। यस आर्थिक वर्षको तेस्रो त्रैमासिकको अन्त्यसम्ममा स्टार माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी 52 करोड 50 लाख रुपियाँ रहेको छ। त्यसैगरी विशेष जेगडा कोषमा 2.16 लाख रुपियाँ, कायम आम्दानी लगभग 4,43,000 रुपियाँ र विपद कोषमा 2 लाख रुपियाँ रहेको छ। साथीहरू, त्यसैगरी साथीहरू, स्टार माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको इपिएस यानि कि अर्निङ पर शेयरको कुरा गर्ने हो भने यस कम्पनीको आर्थिक वर्ष 2081-82 क्वार्टर 3 को रिपोर्टको अनुसार यस कम्पनीको इपिएसमा पनि गिरावट आएको छ। साथीहरू, त्यसैगरी यस कम्पनीको हालको इपिएस 0 रुपियाँ 19 पैसा मात्र रहेको छ र यस कम्पनीको बुक भ्यालुको कुरा गर्ने हो भने 101 रुपियाँ 37 पैसा रहेको छ। साथीहरू, यसैबीच यस कम्पनीको निर्जीवन बिमा कोषको आकार 170.91% ले बढेर 5 करोड 94 लाख रुपियाँबाट बढेर 16 करोड 10 लाख रुपियाँ भन्दा बढी पुगेको छ। साथीहरू, अब कुरा रह्यो यस कम्पनीले सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न अनुमति पाउन अझै कति समय लाग्न जानेछ। साथीहरू, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कुल 22,50,000 किता अङ्कित मूल्य 100 का दरमा आइपिओ सेयर निष्कासन गर्न 2081 मङ्सिर 9 गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो र नेपाल धितोपत्र बोर्डको तर्फबाट कुनै पनि किसिमको प्रतिक्रिया आएको छैन। तर साथीहरू, यदि यस कम्पनीले सबमिट गरेको सम्पूर्ण रिपोर्ट आवश्यकता अनुसार सबै कुराहरू पूरा गरेको छ भने अबको 1 देखि 2 महिनाको भित्रमा नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई सर्वसाधारणमा आइपिओ सेयर निष्कासन गर्न अनुमति दिन सक्ने सम्भावना रहेको छ। साथीहरू, तपाईहरुलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, नेपाल
माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड मध्ये कुन कम्पनीको आइपिओ तपाईहरुलाई पर्यो कमेन्ट बक्समा ड्रप गर्नुहोला र तपाईहरुले अरु कुन नयाँ कम्पनीको आइपिओ को प्रतीक्षामा हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा ड्रप गर्नुहोला। यस भिडियोलाई लाइक गर्नुहोला, साथीभाइमा शेयर गर्नुहोला र शेयर बजारसँग रिलेटेड नयाँ र ताजा अपडेट हेर्न नछुटाउनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, बेल आइकनमा क्लिक गरी अल नोटिफिकेसनलाई पनि सेट गर्नुहोला। फेरि पनि अर्को भिडियोमा नयाँ अपडेटका साथ उपस्थित हुने नै छौं। नमस्कार।